दर्शकवृन्द नमस्कार। म यहाँहरूलाई म्युजिक डिसिमिलर युट्युब च्यानलको यो चाहिँ आजको झपताल प्याटर्न 7 अर्थात् प्रकार 7 भन्ने शीर्षकको यो सङ्गीत कक्षाबाट तपाईहरुलाई चाहिँ मैले यो कक्षामा हार्दिक स्वागत गर्छु। अब झपतालका प्याटर्नहरू क्रमशः मैले दिँदै आएको छु। त्यस क्रममा यो 7औं प्याटर्न हो। यो सिक्दै गरेका साथीहरूलाई झपताल सिक्न चाहिँ यो भिडियो अत्यन्तै उपयोगी हुने छ। अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ झपताल भनेपछि अब तपाईहरुलाई थाहा भएको कुरा हो। यो सम भयो एउटा चाहिँ यो चाहिँ ताली नम्बर 2 यो खाली ताली नम्बर 3 हैन। उता पनि धा राख्न सक्नुहुन्छ अन्तिममा है। अब यसरी चाहिँ यसलाई अब यहाँ 10 मात्रा छन्। 1 2 हैन। मात्रा भनेको के हो मैले तपाईहरुलाई भन्दै आएको छु। समयका टुक्राको मात्रा है। समयको यत्रो टुक्रा, एउटा टुक्रा अर्को टुक्रा भने चाहिँ है जस्तो बिरको जस्तो टुक्रा भनौँ न। यत्रो एउटा समयको टुक्रा। अब ढिलो हो भने लामो टुक्रा मान। यस्तो लामो छोटो त हुन्न कि समय। तैपनि एउटा बुझ्नको लागि है भिजुअलाइजेसनको आधारमा समयलाई बुझौँ त भनेर मात्रै। समय त कहाँ भिजुअल हुन्छ र हैन। अझै हिसाबले गर्दा 1 2 3 4 5 हैन 6 7 8 9 10 यसरी चाहिँ 10 मात्रा छ। यसलाई रिड गर्दाखेरि धा आ धाङ है। हामीले धाङ भनेर पढ्ने मात्रामा धाङ धाङ ताङ 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 धाङ ताङ ताङ धाङ भनेर यसलाई रिड गर्ने। धाङ यहाँ हान्ने चाहिँ होइन नि। धाङ धाङ ताङ 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 धाङ ताङ 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 धाङ ताङ 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 धाङ ताङ 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 एउटा यसरी चाहिँ पहिला रिड गर्ने। कहाँनिर स्ट्रोक गर्ने भन्ने कुरा बुझेपछि अब त्यही अनुसार भनेको बोल्नु हान्ने। अब हेरौँ है यो यसरी चाहिँ यसलाई हामीले गर्न सकिन्छ। अब फेरि जाँदा यसरी चाहिँ हामीले छिटो पनि गर्न सक्छौँ है। त दर्शकवृन्द अब यहाँ के भने मैले आज यो झपतालको प्रकार 7 भनेर यहाँहरूलाई मैले प्रस्तुत गरेँ। यो एउटा नमुना है। अब यसलाई चाहिँ तपाईहरुले आफ्नो तरिकाले पहिला गणना 10 1 2 3 4 5 6 7 8 9 10 भनेर पहिला गणना निकाल्ने। अनुसार त्यो अनुसार चाहिँ स्ट्रोक पत्ता लगाएर यसलाई चाहिँ अभ्यास गर्नु होला। र अर्को कुरा के भने यदि तपाईहरुलाई फिजिकल क्लास हैन तपाईहरुलाई हैन फिजिकल क्लास गरौँ भने गायन हार्मोनियम मादल लगायत कतिपय कलाकारहरूलाई अब रियाज सधैँ गरिरहने सधैँभरि उसमा गएर अफिसमै गएर या कोही प्रशिक्षण केन्द्रमा सधैँभरि धाइरहने समय नहुन पनि सक्छ। अब आफ्नो व्यवसायलाई धान्दै गर्ने त्यसैले अब घरमा एउटा हार्मोनियम छ भने एउटा रियाज प्याकेज गर्नुभयो भने चाहिने आधारभूत रियाज पनि पुरा हुन्छ। त्यस्तो पनि हामीले सुविधा चाहिँ हामीले राखेका छौँ रियाज प्याकेज। अब त्यसै गरी अन्य प्याकेजहरू पनि छन्। तपाईहरुले फिजिकल क्लास पनि लिन सक्नुहुन्छ। तर अब समय छैन भने कम्ती मादलका कतिपय क्लासहरू पछि अन्य क्लासहरू राखौँला। मादलका क्लासहरू हामीले युट्युबमा राख्दै आएका छौँ। यी हेरेर पनि हैन यस अगाडिका जस्तो 17 स्टेपहरू त 10 स्टेप्सहरू भनेको छ सुरुका चरणका। अनि त्यहाँबाट अन्य ख्याली तालका प्रकारहरू अनि त्यसपछि अन्य अब झ्याउरे तालका प्रकारहरू विभिन्न प्रकारहरू कोही कटिङहरू यो च्यानलमा राखिएका छन्। त्यो तपाईहरुले
हेरेर पनि धेरै साथीहरूले यही च्यानल हेरेर मादल बजाउन सकिने भयो भनेर कतिपय साथीहरूले भेटघाट पनि भन्नुहुन्छ, प्रत्यक्ष भेटमा पनि, र कतिपय साथीहरूले म्यासेज पनि गर्नुभएको छ। खुसी लागेको छ। अब यो झपताल चाहिँ त्यति व्यवहारिक रूपमा त्यति कति प्रचलित छ, तर जान्नुपर्ने एउटा ताल हो। त्यही भएर मैले सहमति ल्याएँ। नयाँ हुनुहुन्छ भने यो च्यानलमा जोडिन नछुटाउनु होला, र पुराना साथीहरूले कृपया प्रतिक्रिया जनाएर थप चाहिँ एउटा प्रोत्साहन गर्नुहोला। हामीलाई पनि एउटा चाहिँ तपाईँहरूकै प्रतिक्रियाबाट प्रेरणा मिल्ने हो। अब यति भन्दै यो म्युजिक डिक्सनरी युट्युब च्यानलको आजको चाहिँ झपताल प्याटर्न 7 सँग सम्बन्धित यो सङ्गीत कक्षाबाट बिदा चाहन्छु। धन्यवाद, नमस्कार।